बन्नको लागि जुम्ला आएका छन्, जुम्लाले डाक्टर बनाएर पठाइदिन्छ भारतीयलाई उपचार गर्नको लागि। यो गौरवको कुरा। राजाको कालमा यो सम्भव थियो। एउटा डाक्टर पनि जुम्लामा बस्दैन थियो। अहिले 100 भन्दा बढी डाक्टरले काम गर्छन्। 50 भन्दा बढी डाक्टर हामीले पढाइराखेका छौँ हरेक वर्ष। यो देशलाई डाक्टर कति चाहिन्छ पठाइदिन्छौँ भनेर हामीले भनेका थियौँ। त्यो माओवादीको भिजन हो। 13 गएर हामी त्यो भिजन हेर्छौँ, प्रतिष्ठान हेर्छौँ। हामी त्यो 13 गएर कमरेडहरू जनसमुदाय हामी धौलीघाट 10,000 धाराको धौलीघाट खाने बानी 1 अरब भन्दा बढी लागतको 10,000 धारा 40,000 पपुलेसन भन्दा बढी धार्ने त्यो धौलीघाट हेर्नेछौँ। त्यो चुकेली जलविद्युत आयोजना हेर्नेछौँ। जो बत्ती चाहिँ सबै ठाउँमा दिइराखेका छ। त्यस पछाडि हामी हेर्नेछौँ यहाँ सिजा बहुमुखी क्याम्पस हामी हेर्नेछौँ। 70 मेगावाटको तिला जला तपाईँको यही नजिकै जोडिएको तिला जला 70 मेगावाटको अहिले चाहिँ तपाईँले देख्नु भएको छ। अस्ति मात्रै इआइए भएको छ, वातावरण पूर्व मूल्याङ्कन भएको छ। हामी त्यो हेर्नेछौँ र हामी सिजा सभ्यता विधेयक केपी शर्मा ओलीले प्रचण्डको अन्तिम प्रचण्ड सरकार हुँदाखेरि अन्तिम क्याबिनेटमा सैद्धान्तिक सहमतिको निर्णय गरेको मतलब त्यो सिजा सभ्यता विधेयक अहिले केपी ओलीले क्याबिनेटमा फर्काएर राखेका छन्। हामी त्यसको कुरा गर्नेछौँ र जुम्लाको समृद्धि र विकासको कुरा गर्नेछौँ। र हामी यो अधिवेशनहरू जिल्ला व्यापी रूपमा हामीले अधिवेशन सम्पन्न गर्दैछौँ। त्यो अधिवेशन सबै सक्दैछौँ। वडा सदस्यदेखि गाउँपालिका अध्यक्षसम्म र पहिला जो वडा अध्यक्ष भएर वडा सदस्य भएर पार्टी कमिटीको काम गर्नुभएको थियो उहाँलाई हामी चाहिँ बधाई गर्छौँ, धन्यवाद दिन्छौँ। काम गरेकोमा नयाँलाई बधाई दिन्छौँ। महाशपथ भनेका छौँ, महासङ्कल्प शपथ अब तपाईँहरू यहाँ गर्नुहुन्छ। यहाँको कमिटी बनाएपछि त्यो कमिटीलाई अध्यक्ष प्रचण्डलाई बोलाएका छौँ। उहाँ आउनुभएछ भने उहाँले महाशपथ उहाँको हातबाट लिनुहुनेछ। उहाँको हातबाट महासङ्कल्प उहाँले महासङ्कल्प गराउनुहुनेछ। हामी महासङ्कल्प गर्नेछौँ, महाप्रतिबद्धता जाहेर गर्नेछौँ। त्यो 13 त्यो उचाइबाट र अनि हामी तपाईँ प्रचण्डसँग फोटो खिचाउँदैछौँ। हामीले भनेका छौँ जनमा माओवादी घरमा प्रचण्ड भनेर हामीले अहिले चाहिँ भनेका छौँ। प्रचण्डसँग फोटो खिचेर हामीले घरमा चाहिँ प्रचण्डको फोटो हामी सबैले राख्नेछौँ। तपाईँ हामी र प्रचण्ड सबैको फोटा, तपाईँसँग प्रचण्डको फोटा अब तपाईँले तपाईँको घरमा राख्नुहुनेछ। जो तपाईँ अहिले कमिटीमा साथीहरू हुनुहुनेछ। झन्डै 1500-1600 साथीहरू त्यहाँ सहभागी हुनेछन्। वडा सदस्य अहिले वडा कमिटीको सदस्यदेखि गाउँपालिकाको अध्यक्षसम्म 8 जिल्लाको 8 पालिकाको जोड्दाखेरि 1700 र 1700 जना कमरेडहरू हुनुहुनेछ। पार्टी माओवादी पार्टी यति सशक्त छ जुम्लामा। पार्टी सदस्यको कुरा छोडिदिनुहोस्, कमिटेड सदस्य मेम्बर मात्रै 1700-1800 जना हुनेछ। र हामीले भनेका